चाहिँ स्यालेड बनाउन गइरहेको छु। इट्स भेरी सिम्पल। हजुरहरूले देख्न सक्नुहुन्छ। कति पिरो हो यो प्याज हो। आँखाबाट आँसु चाहिँ आउनु थाल्यो। के गर्छु बाबु? कान्छु आज चाहिँ बेलुका मेरो स्यालेड गडागुडी हुनेछ। कस्तो आँखाबाट आँसु आयो। माई गुडनेस, कहाँबाट आँसु पो आयो। प्याजले रुवाएकोमा त चाहिँ साथीहरूको भनेर नसोच्नु होला। मैले चाहिँ यो प्याज भर्खर काटेको, यसले चाहिँ मलाई आँखाबाट आँसु आउने पो बनायो। भोलुम सानै कराइ छ कान्छा। आज मेरो कान्छा थोरै सन्चो नभएर रेस्ट गरिराखेको छ। मैले चाहिँ यहाँ स्यालेड बनाउन थालेकी छु। यो सिम्पल स्यालेड कसैलाई पनि मन पर्दैन, मलाई र मेरो श्रीमानलाई हो। त्यही भएर मैले धेरै बनाउँदिनँ। यसरी चाहिँ धेरै पाकेको त रहनु रहेछ। किन भन्दा लिएर फ्रिजमा राख्यो भने यो अभोकाडो पाक्न गाह्रो मान्छ। यसलाई बाहिर राख्नुपर्ने हो। राख्न बिर्सेछु मैले। कान्छु तर आज चाहिँ साह्रो भए पनि थोरै मिसाउनु मन लाग्यो। मैले चाहिँ यसलाई सानो पिस बनाएर यसलाई पनि मिसाइदिन्छु। धेरै मिसाउँदैन। अब चाहिँ मैले यसमा मलाई टमाटर पनि एड गर्न मनपर्छ। अनि टमाटर पनि मैले यसरी सानो सानो पिसमा काट्छु। अनि काटिसकेपछि यसलाई पनि मिसाउँछु। राम्रो हेर न कान्छ। के हेरेको टिभी तिमीले? अनि मलाई थोरै पिरो पनि मनपर्छ। त्यसको लागि मैले हरियो खुर्सानी सानो सानो पिसमा काटेर राख्छु। हेर्नुहोस् है, यसरी चाहिँ मैले अब चाहिँ यसलाई मैले थोरै कागती
यसरी नै निचाडिदिन्छु। हेर्नुहोस् है। अब मैले यसमा स्वादअनुसारको नुन र थोरै पेपर राखिदिएपछि मेरो स्यालेड रेडी भयो। ल हजुरहरूलाई मैले देखाउँदैछु कसरी मान्छेले भन्छन् ओइल नहालिकन स्यालेड मिठो हुँदैन। ल हेर्नुहोस् है, मेरो ओइल बिनाको स्यालेड टेस्टी नै हुन्छ, मनपर्छ। यसरी स्वादअनुसारको नुन राख्छु अनि मैले यसलाई यसरी मिक्स गर्छु। ल हेर्नुहोस् है साथीहरू, मेरो स्यालेड रेडी भयो। हजुरहरूलाई पनि मनपर्छ भने यसै गरेर खान सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ गाइज। Have a good day.